Hello and welcome back to my channel again. This is DEWANZ for you, Devans for you. Welcome again. आजको टपिक चाहिँ रहेको छ द मेन च्यालेन्जेस फर फरेन वर्कर इन पोल्यान्ड. हामी जस्तो विदेशी कामदारहरूलाई इम्प्लोयरहरूलाई चाहिँ पोल्यान्ड आएपछि विभिन्न यस्ता चुनौतीहरू के छन्, म त्यो चुनौतीहरू तपाईँहरूको अगाडि आज मैले अब सेयर गर्न गइरहेको छु. लगभग अब म आएको पनि लगभग 1.5 वर्ष भइसकेको छ पोल्यान्ड आएको. त्यही भएर यहाँ मैले भोगेको एक्सपिरियन्सहरू होइन, तिता मिठा अप्ठ्याराहरू, अप्स एन्ड डाउन्सहरू, त्यस्तो कुराहरू म हजुरहरूसँग आज सेयर गर्न गइरहेको छु. मेरो एक्सपिरियन्स, पर्सनल एक्सपिरियन्सहरू. सबैभन्दा पहिला अब म टप त्यस्तो 4वटा यस्तो च्यालेन्जेसहरू म गर्न गइरहेको छु, जसको चाहिँ यहाँ विदेशीहरूले चाहिँ आएपछि चाहिँ त्यो यसको सामना गर्नुपर्ने हुन्छ. इट्स पोल्यान्ड इज नट एज वाट यु थिङ्क, होइन, जस्तो सोचिन्छ त्यस्तो नहुन पनि सक्छ. यदि तपाईँहरू डाइरेक्टली यदि नेपालबाट आउनुभएको छ या फिलिपिन्स अरू देशबाट या तपाईँहरू कुनै सेन्जेन मुलुकबाट चाहिँ यहाँ प्रवेश गर्नुभएको छ भने यो भिडियो तपाईँहरूको लागि हुनसक्छ. सो प्लिज डोन्ट स्किप द भिडियो पुरा हेरेर साथ दिनु होला. र त्यसलाई ट्याकल गर्ने, होइन, आफ्नो स्टेइङलाई, बसाइलाई कसरी सहज बनाउने भन्ने आदि कुराहरू पनि म राख्नेछु. र मैले अब अहिलेसम्मको अन्तरालमा भोगेको मुख्य विदेशीले भोग्नुपर्ने च्यालेन्जेसहरू, चुनौतीहरू चाहिँ जब म पोल्यान्ड आएपछि मैले देखेको चाहिँ अब सबैभन्दा पहिलो चाहिँ ल्याङ्ग्वेज ब्यारियर छ. ल्याङ्ग्वेज ब्यारियर भनेको अब तपाईँको प्रायः भाषाको चाहिँ धेरै नै अब यहाँनिर लोकल ल्याङ्ग्वेजको प्रब्लम छ. अब इङ्ग्लिस ल्याङ्ग्वेजहरू प्रायः चल्दैन. इभन अब पोलिस इज हार्ड एन्ड मेनी अफिस डजन्ट स्पिक इङ्ग्लिस वेल. अब मैले आफै पर्सनल एक्सपिरियन्समा मैले यहाँ विभिन्न त्यस्तो सरकारी अफिसियल ठाउँहरूमा, होइन, अफिसहरूतिर मैले जाँदा, इभन हस्पिटलहरू जाँदा, ब्याङ्किङ फाइनेन्सियल सिस्टम यस्तो अफिसहरूमा जाँदाखेरि मैले त्यहाँनिर पनि मैले ल्याङ्ग्वेज ब्यारियर देखेँ, होइन. भाषाको समस्याहरूले गर्दा कति कुराहरू को अब भनौँ न राइट इन्फर्मेसन नपाउँदा आफ्नो समयको बर्बादी हुने, अब त्यो सही काम नहुने, त्यसले गर्दा विदेशीहरूले चाहिँ अलिकति च्यालेन्जिङ नै हुन्छ, अलिक दुःख पाउन सक्छ, होइन. त्यस्तो कुराहरू मेन यहाँ चाहिँ एउटा ल्याङ्ग्वेज ब्यारियर छ, जो हर ठाउँमा, इभन इन ठुलो तपाईँ सपिङ मल जानुहोस्, मैले अघि भनेको छु, हस्पिटल, यस्तो स्कुल, इन्स्टिट्युसन, यस्तो ठाउँमा पनि अब बोल्छ प्रायःहरू एकदम भनौँ न अब 10% जति चाहिँ मलाई कम्पेयर टु क्रोएसिया भन्दा चाहिँ लगभग 10% जति चाहिँ यहाँ चाहिँ यस्तो, इभन अब यस्तो अफिसहरूमा चाहिँ बहुतै कम, एकदमै प्रायः इङ्ग्लिस लेभलको अब कम्युनिकेसन प्रब्लम हुनसक्छ. यसले गर्दा अलिकति अप्ठ्यारोहरू आउन सक्छ हामी जस्तो एक्सपेक्ट एउटा माइग्रेट वर्करहरूलाई. दोस्रो त्यसमा अब तपाईँको सबै कुनै डकुमेन्टहरू आयो भने मैले अघि भनिसकेँ, टोटल्ली तपाईँको चाहिँ यो यहाँनिर चाहिँ पोलिसमा हुन्छ. इभन तपाईँको पेसल, रेसिडेन्ट कार्ड, ट्याक्स अफिस, अनि टोटल्ली गभर्मेन्ट वर्क अफिसहरूमा चाहिँ टोटल्ली यो पोलिस ल्याङ्ग्वेजमा अब आएको कारणले गर्दा चाहिँ अलिकति त्यहाँ प्रब्लम हुनसक्छ, होइन. अनि इत्यादि. दोस्रो पोइन्टहरू मैले देखेको यहाँनिर चाहिँ देखेको भनेको लिगल पेपर वर्क अनि ब्युरोक्रेसी भनेको अब कानुनी लिगल पेपरहरू, डकुमेन्ट्सहरू, जस्तो तपाईँको सबैभन्दा पहिला अब टिआरसी, कार्ता पवितु, होइन, रेसिडेन्स कार्डमा पनि तपाईँले अब हामीले अब मैले देख्दाखेरि इट टेक्स अ मन्थ अर इयर. अब यहाँ टिआरसी कार्ड एप्लाई गर्दा पनि अब मन्थ, वर्षौँ लाग्नु पनि सक्छ, महिनौँ, वर्षौँ पनि लाग्ने अवस्थाहरू छ. यस्तो अवस्थाहरू यहाँ देखिन्छ. कम्पेरेटिभली अरू सेन्जेन मुलुक कम्पेयरमा गर्दाखेरि यहाँनिर चाहिँ मेन इस्यु भनेको देखेको मैले चाहिँ टिआरसी कार्ड हो, जो चाहिँ इम्प्लोइले पाउन बहुत समय लाग्छ, जस्ट फर नो रिजन, होइन. अब कुनै कारणले गर्दा पनि उसले टिआरसी चाहिँ हक अधिकारले पाउनुपर्ने हो, तर यहाँनिर टिआरसी कार्ड पाउनु इज नट अ जोक. यहाँनिर त्यसले समय, इट टेक्स, मैले भनिसकेँ, मन्थ अर इयर, इभन वर्षौँ लाग्न पनि सक्छ. त्यस्तो मैले धेरै साथीहरू, नेपाली साथीहरू, विदेशीहरू मैले यहाँ भेटेको छु. इभन मसँग पनि इभन त्यस्तै केस चलिरहेछ अहिलेसम्म पनि. मेरो अब यस्तै म सिचुएसनसँग गुज्रिरहेको छु. अपोइन्टमेन्ट्स
अपोइन्टमेन्ट्सहरू अब यही अफिसियल अपोइन्टमेन्ट्सहरू लिन जाँदा पनि स्लो, एकदमै स्लो, डेट स्लो, एकदम कन्फ्युजिङ छ क्या। अपोइन्टमेन्टहरू लिन जाँदा पनि प्रायः अब यो कहिले हुने, के चाहिने डकुमेन्टहरू होइन। अनि अपोइन्टमेन्ट पनि एकदम स्लो छ, अपोइन्टमेन्ट पाउन पनि एकदमै इट टेक्स अ लङ टाइम। त्यही कारणले पनि विदेशी कामदारहरूलाई अब एक्सपेक्टरहरूलाई अलिकति कन्फ्युजिङ लाग्न सक्छ। अब त्यसमा अब टिआरसी अब रेसिडेन्स कार्ड एप्लाई गर्दाखेरि स्मल मिस्टेक भनौँ न, त्यति बेला चाहिँ अब त्यो सानो डकुमेन्टले एउटा मिस्टेकले गर्दा पनि तपाईँको टिआरसी कार्डमा डिले हुने अनि इट्स कन्फ्युजिङ कि अलिकति कन्फ्युजिङ छ। अब त्यो कार्ड, त्यो पेपर कुन चाहिँ हो, के डकुमेन्ट हो भन्ने आफूलाई थाहा हुन्न। यस्तो कुराले गर्दा पनि टिआरसी कार्ड लम्बिन जान्छ। अब अर्को चेन्जिङ जब्स, यदि तपाईँले आफ्नो कार्यस्थल कम्पनी चेन्ज गर्नुभयो भने फेरि तपाईँले त्यो वर्क पर्मिट लिएर आउनु भएको छ भने त्यो वर्क पर्मिटलाई तपाईँले फेरि त्यहाँबाट चाहिँ त्यो कम्पनी तपाईँको यदि तपाईँले छोड्नुभयो या इनकेस तपाईँले कम्पनी चेन्ज गर्नु हुँदैछ या कम्पनी चाहिँ ब्याङ्क्रप्ट भयो, डुब्यो होइन भने ब्याङ्क्रप्ट, अब त्यो भएपछि चाहिँ अब तपाईँले कम्पनी चेन्ज गर्नुपर्ने हुन्छ या अब विभिन्न कारणले गर्दा। यदि तपाईँले चाहिँ कम्पनी चेन्ज गर्नुभएको छ भने त्यसमा चाहिँ फेरि तपाईँले अनदर एउटा अर्को वर्क पर्मिट निकाल्नु, त्यसले अलिकति यो झन्झटिलो प्रोसेस छ यहाँनिर। अब वर्क पर्मिट एउटा कम्पनीको छ, त्यो कम्पनीबाट गयो, जब चेन्ज गर्यो, फेरि अर्को कम्पनी जाँदाखेरि फेरि तपाईँलाई यु हेभ टु अप्लाई फर द न्यू वर्क पर्मिट, फेरि अर्को न्यू पर्मिट एप्लाई गर्नुपर्छ। यानि कि न्यू जब न्यू वर्क पर्मिट। न्यू पर्मिट आउँदाखेरि इट टेक्स लाइक 2 to 3 months 4 months यति पनि लाग्न सक्छ। अब लिगल वेमा जानलाई पनि अब 3-4 महिना यस्तो कुर्नुपर्ने वर्क पर्मिट इज डेट स्लो होइन, आउने एप्लाई गर्नु। त्यसले गर्दा अलिकति यो विदेशी कामदारको लागि चाहिँ हक अधिकारको लागि चाहिँ अलिक यो मलाई चाहिँ ठिक लागेन भनौँ न, अलिकति सुनिश्चित छैन यस्तो चिजहरू चाहिँ। त्यो अब अर्को पोइन्ट भन्दाखेरि वर्क पर्मिटमा चाहिँ टोटली इम्प्लोयरको अधिकार हुन्छ। यदि तपाईँले जब लुज गर्नुभयो, तपाईँले लिगल स्ट्याटसहरू आफ्नो तपाईँ लुज गर्नुपर्ने चाहिँ अघि मैले जस्तो त्यो कम्पनीको सबै चिजहरू चाहिँ एभ्रिथिङ्स क्लोज डाउन, बन्द भएर तपाईँले फेरि नयाँ इम्प्लोइ खोज्नुपर्छ। यस्तै कारणले गर्दा यदि त्यसरी तपाईँहरूले वर्क पर्मिट बिना काम गर्नुभयो भने त्यसको चाहिँ इम्प्लोयरहरूले मिसयुज गरिरहेको हुन्छ। त्यसमा त्यसको अब रिजल्टमा लो पे, लो स्यालेरी अनि लङ आवर्सहरू तपाईँलाई काम खटाइरहेको हुन्छ। त्यही एउटा सानो स्यालेरीमा भनेको स्यालेरीहरू जो सरकारले एउटा न्यूनतम ज्याला एउटा वेज तोकेको हुन्छ त्यो नदिनु सक्छ। यस्तो डिस्क्रिमिनेसन या यस्तो अब भनौँ न यस्तो शोषण पनि प्राय हुनसक्छ यदि लिगल वेमा नगइकन वर्क पर्मिट बिना काम गर्दाखेरि। यस्तोहरू पनि देखा परिएको छ यहाँ होइन, त्यस्तो अवस्थाहरू छ यहाँनिर। अब अर्को कुराहरू गर्दा अब सानो अब स्टार्टिङमा गर्दाखेरि अब बिगिनरहरूलाई अब पोल्यान्ड भर्खर आउनुपर्छ, उनीहरूलाई मेन भनेको काम गर्ने भनेको फ्याक्ट्रिज, वेयरहाउस, क्लिनिङ, डेलिभरी जब आदि इत्यादिमा हो, जहाँ चाहिँ स्टार्टिङ फेजमा चाहिँ तपाईँको वर्क पर्मिट बिना काम गर्नुभयो या इत्यादि त्यो डकुमेन्ट अब लिगल वेमा गर्नु भएन भने स्यालेरिज कुड बी भेरी लो, एकदम स्यालेरी कम हुन्छ। त्यहाँ शोषण गरिरहेको हुनसक्छ होइन, इम्प्लोयरहरूले भनेको चाहिँ न्यूनतम ज्याला नदिनु सक्छ। त्यो मेबी 1-2 वर्ष चाहिँ पोल्यान्डमा चाहिँ इट्स डिफिकल्ट, अब जो सङ्घर्षको पिरियड हुन्छ। लो वेजेस त एन्ट्री लेभल जबहरू भर्खर एन्ट्री गर्दाखेरि सुरुमै हामीले एन्ट्री लेभल जब्सहरूमा पनि काम गर्नुपर्ने हुन्छ। अब 1-2 वर्ष त्यतिपछि बित्दै जाँदाखेरि सबै कुरोहरू सिक्दै गएपछि मेबी अब इमिग्रेसनले आउने समयमा चाहिँ अब नयाँ गभर्मेन्ट, यो पोलिस गभर्मेन्टहरूले नयाँ रुल्सहरू लिएर आउँदैछ। जस्तो अब अघि मैले पर्मिट सिस्टमको कुरा गरेँ, अब चाहिँ वर्क पर्मिट जति कम्पनी चेन्ज गर्यो त्यति वर्क पर्मिट निकाल्नु पर्ने, इट टेक्स टाइम, इट किल्स टाइम होइन, यसले समय बर्बाद गर्छ। तर अब चाहिँ 1 पर्मिट सिस्टम ल्याउने भन्दा चाहिँ 2026 देखि हेरौँ होइन, सायद कुड बी मच बेटर फर अस, हाम्रो लागि। अनि अर्को लास्ट पोइन्ट भनेको अब मैले चाहिँ यो भोगेको कुराहरू सबै तपाईँसँग सेयर गरेको छु होइन। अब तपाईँले अब आफ्नो करियर ग्रोथ गर्न चाहनुहुन्छ भने दिस इज माई सजेसन होइन। मैले जस्तै एट द बिगिनिङ भनिसकेको थिएँ कि करियर ग्रोथ गर्न चाहनुहुन्छ तपाईँको पोल्यान्डमा चाहिँ लङ स्टे गर्न चाहनुहुन्छ, सबैभन्दा पहिला मैले अघि सुरुमा भनेको थिएँ ल्याङ्ग्वेज बेरियर हो। सो द बेस्ट थिङ इज विदाउट पोलिस ल्याङ्ग्वेज स्किल्स
यहाँ प्रमोसनहरू बढुवाहरू धेरै गाह्रो छ र तपाईँले भनेको इभन इफ यु आर हाइली स्किल्ड तर तपाईँको ल्याङ्ग्वेज पोलिस ल्याङ्ग्वेज विक छ कम छ भने अब मैले भने इङ्ग्लिसहरू चल्दैन अनि मोस्टली इन्स्टिट्युसनहरूमा त्यस्तोमा ठाउँमा त भनेपछि तपाईँले पोलिस ल्याङ्ग्वेज स्किललाई A2 लेभलमा एटलिस्ट A2 लेभलसम्म लानु सक्नुहुन्छ कुड बी मच बेटर फर यु त्यसपछि तपाईँको लागि यो राम्रो हुनसक्छ तपाईँको स्टेइङको लागि तपाईँको कामको लागि रोजगारको लागि सबै राम्रो हुन्छ तपाईँको प्रमोसनको लागि मेनी जब अफर्स एटलिस्ट बेसिक पोलिस मागिरहेको ल्याङ्ग्वेज मागिरहेको हुन्छ सानो जब एउटा सानो भन्दा सानो अब बेसिक जबहरूमा पनि एउटा सानो एन्ट्री लेभल जबहरू पनि कति ठाउँमा चाहिँ एउटा बेसिक पोलिस चाहिँ एउटा रिक्वायरमेन्ट राखिरहेको हुन्छ सो अब त्यही हो मैले अब सल्लाह दिने भनेको आउने साथीहरूलाई र अब जो यहाँ सङ्घर्ष गरिराख्नु भएछ होइन होम अवे मच बेटर अब 1-2 वर्षपछि त अब त्यो भित्रमा तपाईँहरूले आएको एउटा बेसिक लर्न एउटा आई वुड से एउटा बेसिक ल्याङ्ग्वेज बेसिक पोलिस ल्याङ्ग्वेज सिक्नु होला त्यसमा अध्ययन गर्नु होला होइन अन्डरस्ट्यान्ड द सिस्टम एन्ड यु कुड चेन्ज टु अदर बेटर अपर्च्युनिटिज न्यू एम्प्लोयर होइन त्यसपछि तपाईँको ग्रोअप तपाईँ यसरी ग्रोअप जाने अनि रेसिडेन्स कार्डहरू चाहिँ जसरी पनि एप्लाई गर्नु होला त्यसको लागि विभिन्न मैले समस्याहरू अघि भनिसकेँ त्यसबाट आउने फ्युचरमा तपाईँहरूलाई यही राम्रो हुनसक्छ मैले भने त्यही हो अब यहाँको मैले पोइन्टहरू जहिले तपाईँ एउटा फरेन एक्सपर्ट हुनुहुन्छ एउटा विदेशी कामदार भने तपाईँहरूलाई हामीलाई समस्या भोगिरहेको मैले सेयर गरेको र तपाईँहरूलाई यस्तै कुराहरू यहाँनिर पनि फेस हुनसक्छ एज अ च्यालेन्जिङ छ यहाँनिर सो यस्तो यो कुराहरू आउने बित्तिकै तपाईँहरूले यो देख्नुहुन्छ यहाँनिर पोल्यान्डमा सो यो कुराहरूलाई मध्यनजर राख्दाखेरि मैले यो 2-4वटा पोइन्ट भनेको छु यो पोइन्टहरूमा चाहिँ बेसिकली हामीले ध्यान दिनुपर्ने हुन्छ र गभर्मेन्टले पनि यहाँको अब यो एउटा जटिल एउटा कम्प्लिकेटेड सिस्टमलाई अलिकति सहज तरिकाले लाने कुरा अफिसियल्ली न्युज यो 2026 देखि आउँदैछ हेरौँ लेट्स सी होइन लेट्स होप फर द बेस्ट हाम्रो लागि सायद राम्रै हुन्छ होला 2026 केही सुधारहरू आउँछ होला विदेशी कामदारको लागि भन्दै मेरो आजको यो एउटा इन्फर्मेटिभ भिडियो तपाईँहरूलाई कस्तो लाग्यो सो किप वाचिङ माई च्यानल गिभ्स थम्स अप सपोर्ट माई च्यानल कमसेकम प्लिज सपोर्ट चाहिँ गरिदिनु होला एउटा सब्सक्राइब गरिदिनुहोस् होला सो मेबी नेक्स्ट भ्लग म केही एउटा सर्ट यस्तै छिटो मिठो या यहाँको इन्फर्मेटिभ भिडियोहरू पोल्यान्डको सम्बन्धित पोल्यान्डको बारेमा यहाँको जनजीवन लिभिङ स्टेइङको बारेमा यहाँको कल्चरको बारेमा इत्यादि म लिएर आउनेछु इन माई नियर फ्युचर मेरो नेक्स्ट भ्लगमा सो टिल देन थ्याङ्क्स फर वाचिङ सी यु इन माई नेक्स्ट भ्लग सेवा सेमुना जय नेपाल